हाम्रो चाहिँ आज बारीमा परिरहेको छ। अब चाहिँ म काममा जानको लागि रेडी भएँ, किनभने यहाँ चाहिँ एकदमै हिउँ धेरै पर्छ अनि चिसो पनि धेरै हुन्छ नि। आज चाहिँ हावा पनि चलिरहेको छ बाहिर, त्यो भएकोले गर्दाखेरि चाहिँ मैले टोपी लगाएँ, मेरो मास्क लगाएँ, लङ ज्याकेट लगाएर गएको छु। आज चाहिँ किनभने हिउँ परिरहेको छ नि त, आजको आउटफिट रहेको छ काममा जानको लागि। यस्तो ज्याकेट चाहिँ अब 3-4 महिना चाहिँ हामीले यस्तो ज्याकेट लगाएर हिँड्नुपर्ने हुन्छ कि यहाँको हिउँमा चिसोमा है, किनभने अहिले चाहिँ बाहिर -20 रहेको छ। बिस्तारै चाहिँ बढ्दै जान्छ कि, अनि -25, 30 अनि त्यहाँबाट 35, 40, 45सम्म पनि हुन्छ। यहाँ चाहिँ एकदमै चिसो हुन्छ नि त। त्यो भएर म चाहिँ किनभने 11-12 मिनट हिँडेर जान्छु, फर्कँदाखेरि चाहिँ साथीहरूसँग फर्कन्छु। त्यही भएर जहिले पनि आफूलाई एकदमै तातो सेट गरी हिँड्नुपर्ने हुन्छ। ओके, बाई बाई, सी यू।